गाइज वेलकम छ तपाईँलाई आज फेरि सनीको नयाँ ब्लगमा होइन। मेरो ब्लग के छ भन्दा आज बिहाइन्ड द सिनको होइन। अन्त हाम्रो यता फेस्टिभल यारबाट हाम्रो गान्तोकबाट दाहरू हुनु भइरहेको छ हाम्रो स्टुडियोमा होइन सुटको लागि। अब के हुन्छ कसो हुन्छ तपाईँलाई म ब्लगको मात्रामा देखाउने छु। गेस्ट राई पनि पुगिसक्नु भएको छ, यसरी उहाँहरू बसिरहनु भएको छ पोडकास्ट गर्नु लागि। अन्त दाले यता अब साउन्ड सिस्टमहरू यताउता गर्नु लागि रेडीहरू गर्नु हुँदैछ यसरी हो। तपाईँले देख्न सक्नुहुन्छ यसरी यसरी हुँदैछ। हामी चाहिँ अहिले यता अहिले अब स्क्यानरहरू दिनुहुँदैछ वाइफाईको पासवर्डहरू गरेर। लौदा आउनु हुँदैन, लौदालाई हामी पर्खिरहेको छ। अब त्यसरी हामी अहिले यता लौदालाई वेटिङमा सक्नु भएको छ। अन्त त्यसरी यता सोध्नुहुँदैछ केटाहरूलाई यो कसो यहाँ फेस्टिभल केटाहरूलाई के यो चाहिँ म्युजिकल इभेन्ट मात्रै हो कि नोभेम्बर 2 को हो। 1 तारिक चाहिँ अरू छ, 1 र 2 तारिकको छ तपाईँको फर्स्ट डेमा चाहिँ यो चाहिँ म्युजिकल इभेन्टको मात्रै डिटेल्स हो। फर्स्ट डेमा चाहिँ तपाईँको हाम्रो साइक्लिङ म्याराथन को ब्यान्डहरू आउने रहेछ भनेर तपाईँले देख्न सक्नुहुन्छ अहिले। त्यो चाहिँ हाम्रो अलिकति एडभेन्चर टुरिज्म प्लस तपाईँको मेन्टल हेल्थ वेलबिङ हो। तपाईँको अलिकति मान्छेमा युथहरूमा कन्सियसनेस ल्याउने ड्रग एब्युजहरूदेखि टाढा राख्नुको लागि त्यो पनि हामी गर्दैछौँ। भनेपछि 2 दिन बजार गान्तोकतिर गर्छ। हामी चाहिँ त्यस्तो नन प्रफिटेबलै भनौँ, नन प्रफिटेबल त्यस्तो अब फाइदाको लागि गरेको होइन। त्यही टुरिज्मबाट मैले यस्तो दिएको आजको मैले अलिकति सेसन केही उनीहरू अलिकति सेसन अर्गनाइज भए चाहिँ दाइले हामीले भनेको 2 घन्टा हो। त्यहाँदेखि चाहिँ वाट एभर वी ओन विल गिभ इट टु द उयो क्या जोसो घरमा दसैँ मनाउनु सक्दैन क्या। अब उनीहरू घरमा दसैँ छ कि त्यस्तो, तर हामीले त्यसो नलाएको यसमा पोस्टरमा चाहिँ नबनेको कि तिम्रो चाहिँ हाम्रो प्युरली त्यो मात्रै बडा कोही बेला हामी फेल हुनु सक्छ गर्नु सक्दैनौँ। हाम्रो त फेरि आर्टिस्टहरू सबै फ्रीमा आएको कि पहिला आर्टिस्टले खर्च पैसा छैन हाम्रो। च्यारिटी आर्टिस्टले गर्छ, भक्ते सपन सबले पैसा हाल्छ, त्यसको बादमा मात्रै पब्लिक त्यही हाल्नुपर्छ भन्ने छैन। त अब उनीहरूको मर्जी जे गर्दा हुन्छ। अब आर्ट भन्ने कुरा चाहिँ पैसामा बिक्ने हुने मात्रै कुरा होइन, आर्टले गर्दा चाहिँ कसैको मुहारमा मुस्कानी हुने कुरा हो भन्ने चाहिँ यो एउटा हाम्रो सेसन हो क्या। अनि हामी चाहिँ अब कस्तो भने म चाहिँ प्रायः प्रायः सोसल वर्कहरू गरिरहेको छु नि त। अन्त हामी चाहिँ दसैँहरूमा चाहिँ यस्तो इभेन्ट राखिरहेको छ। एकजना अर्को चाहिँ एकजना एमडी डान्स स्टुडियो भन्ने रङ्गी तलबाट हाइवेको त्यहाँ बस्थ्यो। अहिले यहाँ आएर कालिम्पोङमा आएर डान्स सिकाउँछ, नानीहरू डान्सर बनाएको छ, उसको कमाइ कति छैन, रेन्टमा बस्छ बुझ्यो। तर उसले त्यो पेसन क्या त्यो डान्स गर्छ। अनि हाम्रो सम्बर्धना फेरि त्यो प्लेट कुनै के हुँदैन क्या। यो के हो तुलसी लोकल प्रडक्ट हो त्यो तुलसीको उयो हो। अनि त्यस चियापत्ती त्यो चाहिँ उनीहरूलाई किन दिनु, अझै लाइफमा धेरै तपाईँहरूले राम्रो काम गर्नुहुन्छ हो। यो खाएर अझै तपाईँहरू तन्दुरुस्त हुनुहुन्छ, धेरै समाजको लागि टोटली। And that is also like they are giving us we are giving them promo हो। फेरि त्यो पेदुङको भाइ बहिनीहरूले लोकल हामी त केटाहरूले गरेको त्यो तुलसी हात पनि तिनीहरूले आफ्नै फ्याक्ट्री तपाईँहरू गएर हेर्नु पनि सक्छ होइन। अनि हामी त्यो लोकललाई प्रमोट गर्दैछ, आउँछ एमएलए पनि आउँछ, चेयरम्यान पनि सबै आउँछ उसमा। तर कोही पनि फेरि नराम्रो उयो होइन, सबैजना एज अ च्यारिटीकै लागि आउँछ होइन, बस्छ उयो आउँछ त्यो गर्छ कि। अब रातै चेयरमा हुन्छ सबैजना चाहिँ अब गर्छ। त्यो उयो हरियो चेयर छैन क्या। बिचरा उनीहरू एमएलएहरूले चेयरम्यान सरले चाहिँ सपोर्ट गर्नुहुँदैछ हो। सरले चाहिँ हामीलाई धेरै सपोर्ट गर्नुहुन्छ नि त। तर हामीले त्यही भन्नु आऊ इन्जोय गर यो गर, पैसा हाल्नु सक्ने छैन हो। के भन्ने अब रेडी गरेर चाहिँ पोडकास्टको लागि यसरी चाहिँ अब पोडकास्ट सुरुमा आँटेको छ। यसरी दाहरू गफ गर्नु हुँदैछ, सुने हुनु होला दाहरूको गफहरू। अब यसरी चाहिँ दाले लाइटहरू मिलाएर पोडकास्ट गर्नु लागि सुरुमा आँटेको छ। यसरी मिलाइसकेको छ, यसरी अब क्यामेरा एङ्गल सेङ्गलहरू सबै पनि मिलाइसकेको छ। दाहरू गफै गर्नु हुँदैछ यसरी। अब यसैमा यसरी पोडकास्ट सुरु हुन लागेको, पोडकास्ट गरिसक्नु भएको छ यसरी हो। अझै एउटा मुटिसक्नु भएको छ, पोडकास्ट सकेर यसरी गफहरू गर्नुहुँदैछ अहिले। प्रोग्राम भयङ्कर हुन्छ। पोडकास्ट सकेर चाहिँ गफ हुँदैछ। हाम्रोमा हेर 4 आना छैन, एक रुपियाँ पैसा बिना गरिदिरहेको छ। भोलि त हो त्यही त है। स्टेज फ्री हो, ब्यानर फ्री हो, सबै 1 रुपियाँ छैन। 4 आना होइन, सपोर्टर बस्दैन, खाने चाहिँ मै गरिदिँदै सबै। भेन्यू चाहिँ यति साह्रो फुल हुन्छ कि त्यो त ग्यारेन्टी हो। 38 मा भेन्यू चाहिँ
हामीले पुरा भलिन्टियर पनि लिँदैछ क्या त्यही कारण त्यो कट गर्नुको लागि क्या आउ न 30 तारिक हुँदै आउ न नि प्रमो पनि जान पनि नजान्छ जब उनीहरू गयो प्रमो पनि हुन्छ तर वान अफ द बिगेस्ट प्रोग्राम चाहिँ हुन्छ कालिम्पोङमा क्या अब यो अक्टोबर 30 तारिक हो मिलाइसकेर अल्पिता भइसकेको छ रविदालाई हतार भएर रविदा जानु हुँदैछ टिमसँग आउनुहोस् न हाम्रो टिममा चारजना त्यसो भए मलाई फोन गर्नु ल त्यसरी यता आई रविदा गइसक्नु भएको छ सकेर हो बोलेछ दाबी त अब लास्ट फोटो खिचिसकेर चाहिँ सक्यो बेसी गरम भएर चाहिँ दाहरू यसरी हावा खानु निस्किरहनु भएको छ बाहिर यसरी पोडकास्ट सकेर यसरी हावा खानु हुँदैछ अहिले गुम्बाटाको त्यसरी दाला खोज्दै थियो दाला पर्खिनु दा पनि ठिकै आउनु भयो अब दाहरू चाहिँ यहाँबाट चाहिँ अब घरतिर जानुहुन्छ उहाँहरू चाहिँ सिक्किमबाट आउनु भएको रहेछ पोडकास्ट गर्नु यता हाम्रोमा धन्यवाद।